हेलो गाइस, गुड मर्निङ सबैजनालाई। म चाहिँ बिहान बिहान काम गर्दै साथी हो। हेर्नु, हाम्रोतिर चाहिँ यसरी अदुवा खनिन्छ साथी हो। सानो ठुल्ठुलो पाना छैन त, हेर्नु न साथी। यत्रो फलिसकेछ साथी, हेर्नु यहाँ साथी हो। पोहोरको साल यो अदुवालाई 120 रुपियाँ केजी गरेर मैले रोपेको थिएँ। यसपालि 20 रुपियाँ केजीमा बिक्री गर्नु परेको छ। साह्रै दुःख लागेको साथी, साह्रै दुःख लागेको। के गर्नु साथी हो, एकदम बेडलक भएको छ यसपालि साथी हो। हेर्नु, फेरि फलिसकेको छ यहाँ। अनि साथीहरू, तपाईँहरूकोतिर चाहिँ कसरी अदुवा रोप्नुहुन्छ र कति केजीको अहिले कसरी छ कमेन्टमा बताइदिनु साथी हो। मेरोतिर चाहिँ यस्तो छ हाल खबर। अदुवा रोपाइ पोहोरको अदुवा रोपाइ हो, यसपालिसम्म खन्दैछु। यसपालि अदुवाको रेट नहुनाले गर्दाखेरि दुःख लागेको छ साथी हो, एकदमै दुःख लागेको छ। ल त कमेन्टमा आइदिनु होला, मेरो अदुवालाई लाइक गरिदिनु होला है साथी हो। टेन टेन।